यो भिडियो चाहिँ मैले धरानवासीहरूको लागि बनाइरहेको छु है। अहिले मैले मेयर पदबाट राजीनामा दिएर माथि कानुन बनाउने ठाउँमा देशलाई बचाउनु पर्ने देखेर देशभर भएका भ्रष्टाचारहरूलाई रोक्नका लागि माथि जाने निर्णय गरेर चाहिँ चुनाव लड्नका लागि तयार गरिरहेको छु। र यतिखेर यता कता एक दुईजना मान्छेहरूले म चाहिँ यस्ता भ्रमहरूलाई अहिले नभन्दा पहिला नै रोक्न चाहन्छु, त्यसो भएको कारणले एउटा सानो भिडियो बनाएको, नत्र नबनाउँदा पनि हुन्थ्यो, सबैलाई थाहा छँदैछ। तथापि त्यो मिडियामा चाहिँ भ्रम नफैलियोस् भन्न खातिर यो भ्रमलाई त चिरिहाल्नुपर्छ, म त श्रम गर्ने मान्छे हेर्नुहोस्। त्यसो भएको कारणले गर्दाखेरि त्यो भ्रमलाई चिर्नका लागि मात्रै हो। यहाँ एक दुईजना म त नाम चाहिँ लिन मन लाग्दैन, त्यस्ता अलिकति झ्यास पात्रहरू भन्छु। के भनिरहेछन् भन्दाखेरि खर्गसाम्पाङ जाने बित्तिकै पानीको सर्टेज भयो। पानीको सर्टेज किन भयो, कतै राजनीति त भएको छैन भन्दै रहेछन्। म त्यस्ता मान्छेहरूलाई भन्न चाहन्छु, तपाईँहरूको मनमा होला त्यस्तो खालको होइन, तपाईँहरू दूषित राजनीति गरेर आएको मान्छे, हिजो तपाईँको चाहिँ नि अनेक परि गरे हो, सत्ताको लागि मान्छे मार्नेदेखि लिएर हरेक कुरा गरेर आएको मान्छे। यसो भएको कारणले गर्दाखेरि तपाईँहरूबाट त्यो दूषित राजनीति हुन सक्छ, तर मेरो बाटो कहीँ कतै त्यस्तो छैन। सम्पूर्ण रूपमा सेवाभावले राजनीतिमा आएको छु। मेरो मनमा कहीँ कतै त्यस्तो छल कपट हुँदैन। यहाँहरू सबैजनालाई म भन्न चाहन्छु, यो खालको तपाईँको दूषित राजनीति नगर्नु होला। मैले जोडिदिएको पानीका होइन, मुहानहरू बनाइदिएका पानीका ट्याङ्कीहरू, संरचनाहरू, यी सारा कुरा सारा संसारले देखिरहेको छ। त्यसै पानीको तपाईँको चाहिँ हाहाकारको स्थितिलाई मैले यो सहज स्थितिमा लिएको हो र होइन। यतिखेर तपाईँहरूले कुनै तपाईँको सहयोग गर्नु भएन। जो जतिले मलाई यस्तो खालको भन्दै हुनुहुन्छ, तपाईँहरूले त केही सहयोग गर्नु भएन। तपाईँहरूको दलबाट त मुद्दामाथि मुद्दा मलाई लाउनु भयो है, खेदाकै गर्ने खालको गर्नुभयो, तर सक्नु भएन। यत्रो टाढोबाट पानी लिएर आउँदाखेरि आएकै दिन तपाईँको मुद्दा लाउने मान्छे त तपाईँको पार्टीको क्यान्डिडेट छ अहिले तल, तपाईँको चाहिँ नि यो के भन्छ अरे सत्रको अध्यक्ष। अहिले ती मान्छेहरूले त मलाई मुद्दा लगायो। पानी लिएकै आइपुगेकै दिन 3 दिन जङ्गलमा सुतेर त्यत्रो दुःख गरेर ले सारा तपाईँको दुनियाँलाई थाहा छ। त्यस्तो गरी पानी ल्याउँदाखेरि मुद्दा र मामिला मात्रै लगाइराख्ने त्यो खालको मान्छेहरू हो तपाईँहरू। भएको कारणले गर्दाखेरि जनतालाई सबैलाई थाहा छ, तर भ्रम नफैलियोस् भन्न खातिर अहिले मैले बनाइदिएको संरचनाहरू सञ्चालन गर्न, राम्रोसँग चाहिँ नि व्यवस्थापन गर्न सकिरहेको अवस्था पनि छैन तपाईँहरूले। त्यो खालको अवस्था छ। त्यसले गर्दाखेरि सञ्चालन राम्रोसँग गर्नु, कहीँ कतै ट्याङ्करलाई फेरि कुदाउनका लागि षड्यन्त्र गरिराखेको त होइन तपाईँहरूले। तपाईँको चाहिँ नि त्यो अहिलेको क्यान्डिडेट छ नि, तारा कि खोइ के इज्जती लिएर हिँड्ने यी मान्छेहरूको पालामा यी मान्छेहरूले चाहिँ नि तपाईँको चाहिँ नि ट्याङ्करमा पानीको व्यवसाय गर्ने साथीहरूलाई सहज गराउनका लागि टेबलभरि तपाईँको चाहिँ नि ट्याङ्करको नम्बर राखेर पानी ट्याङ्कर कुदाउनेहरू हो नि त तपाईँहरू। त्यो पानीको ट्याङ्कर व्यवसायलाई मैले म रहन्जेलसम्म तपाईँको कहीँ कतै जनतालाई चाहिँ मैले धाराबाट पानी खुवाएँ। ट्याङ्कर व्यवसायीहरू पनि रुष्ट हुनुभयो होला। त्यसो नगर्नुहोस्, किनभने जनतालाई सेवा सुविधा दिन पर्छ। जनताको सेवा सुविधामाथि राजनीति गर्नु हुँदैन। मैले त्यहाँ तल के देख्दै थिएँ भन्दाखेरि तल त्यो होइन, त्यो इनारहरू खनिएको त्यो प्रदेश सरकारले खन्या हो, त्यसको इनिसिएटर त म हो, त्यसको सुरुवात कर्ता, त्यसको निवेदन दिने हरेक कुरा गर्ने त म हो नि त, मैले गरे होइन र। तर पछि गएर के भयो त भन्दाखेरि त्यो टेक्निकल अडिट गर्नुपर्छ क्या। टेक्निकल अडिट भनेको चाहिँ 4 इन्चको पाइप लेखेकोमा 4 इन्चको छ कि छैन, पानी यति निकाल्ने भनेर भनेको हुन्छ त्यति निक्लेको छ कि छैन भन्ने टेक्निकल अडिट गरेर जोड्नुपर्छ भनेर भनेको थिएँ मैले। त्यो टेक्निकल अडिट गर्न डराउने। त्यसो हुँदा चाहिँ के हुन्छ भन्दाखेरि टेक्निकल अडिट गर्न जब मान्छे डराउँछ त्यहाँनिर करप्सन भएको भन्ने बुझिन्छ क्या। उहाँहरूले के अरे एउटा पम्प ल्याउनु भयो, त्यो पम्प पनि 15 दिन नचलिकन बिग्रेर गयो टेस्ट गर्दाखेरि। अनि त्यो 15 दिनमै बिग्रिने खालको पम्प किन्नु भएको छ, त्यसले त भ्रष्टाचार तपाईँको चाहिँ त्यहाँ छ भन्ने बुझिन्छ भनेर टेक्निकल अडिट गरौँ, पहिला टेक्निकल अडिट गरौँ, त्यस पछाडि जोडौँ भनेर मैले नै सबै सहज गरेर त्यहाँ इलेक्ट्रिकल त सबै कुराहरू गरिराखेको। ठिक्क तपाईँको बनाएको बेला बनाएर राखिराखेको, टुटी खोल्ने भन्छ नि, त्यो टुटी खोल्ने खालको काम गर्न खोज्ने के अरे अहिले भइराखेको छ। अनि त्यसमा पनि तपाईँको यताउता के भनेको जस्तो सुने, त्यसो नभन्नुहोस्। खर्गसाम्पाङ जति काम कसैले त्यो तपाईँहरू आफै बुझ्नुहोस्। यस्तो साह्रो काम गर्ने मान्छे योजनाबाट, श्रमबाट, बजेटबाट होइन, सहयोगबाट सबै खालका तपाईँको चाहिँ नि बहुआयामिक विकास गर्ने मान्छेलाई उडाउन थाल्नुभयो तपाईँहरूले। राजनीति नगर्नु सक्नुहुन्न भयो।